एभ्रिवान सबैजनालाई नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू सबैजनाले मेरो युट्युब च्यानललाई साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू भन्दै आजको खाना के रहेको छ त भनेपछि पोर्क बङ्गुरको मासुमा चाहिँ यो साग मिक्स गरेको छ अनि यसमा नर्मल खाना नै छ हाम्रो खाना रहेको छ यसमा फेरि गुन्द्रुकमा यो फारो मिक्स गरेको कि मकैको फारो चाहिँ मिक्स गरेको छ यहाँ रस यति नै रहेको छ साथीहरू यहाँ खुर्सानी रहेको छ ओहो हो खुर्सानी पानी छोरीले उहाँ गप्पा गफ खाइरहेको छिन् भोक लागेको छ अरे उनलाई लु साथीहरू अब चाहिँ लिनुपर्छ है हामीले चाहिँ गप्पा गफसित खानुपर्छ अब लु साथीहरू अब लिए है त अलिकति यसो गर्छु छोरी मिलेन ए मन पार्दैनन् के मासु चाहिँ यिनले चाहिँ नर्मल छोरीको चाहिँ अन्डा र रस रहेको छ उनले खान्दिन् के मासु चाहिँ मनै पार्दैनन् के भएको हो मेरो छोरीलाई मासु खानी बनाइदिनु न हो के भएको तल रहेको छ कि अलिकति माथि बनाउने हो अब सबै कुराहरू सेट मिल्दैछ साथीहरू के गर्ने यस्तै रहेको छ हाम्रो ल्याउ कस्तो मिठो भएको छ मिक्स गरेको अहिले त कपाल के गरेर खाएको फर्स्ट टाइम होला मेरो छोरीले हाल्ने खाएको त्यहाँ Ada macam terjadi. How are you? No. Diba? Ngiyan sa Kristo. Hindi कसरी खाएको छ जुठो बेस्तर खाएको है नमत्तिकिन रस भए पुग्छ के भनिन्छ
रिसाएर गर्मी यति उयो नगर्नु क्या आज पनि भिडियो चाहिँ नलिम नलिम जस्तो भएको थियो कस्तो क्या दिनभरि बिजी भएको थियो नि त अनि बोरिङ भएको थियो कि नलिम नलिम जस्तो भएको थियो के गर्ने भिडियो चाहिँ लिनै पर्यो कि जस्तो भए पनि भिडियो चाहिँ लिनै पर्यो भनेर चाहिँ भिडियो आऊ नि पोहोरको यस्तो मनपर्छ नि बाहुन छेत्री हो भिडियोमा त पोहोर खाइरहेछ नि भन्नेहरूको लागि ए यसरी खाइन्छ हामीले त के को बाहुन छेत्री के को हो बाहुन छेत्री भए पनि खाइन्छ कसैले नाम नटकमै यसरी बाहुन छेत्री भएर नि पोर्क खाएको पोर्क बङ्गुर खाने यसो कुल पूजामा मिसी के अरे हुन्छ नि कुल पूजामा गाह्रो हुन्छ अरे ए ममा त्यस्तो हुँदैन समान हो म चाहिँ खाइन्छ पोक पनि दुनियाँले जेसुकै भनोस् मतलब छैन यार यस्तो गर्छ के बङ्गुरको मासु खाने मान्छेले त जल राखेको नि चरादैन के हो भनेर चाहिँ भनिराखेको थियो होइन खाने बेला चाहिँ नबोलौँ होइन त्यो चाहिँ भनेको छ कि त्यो यो कुरा नि पछि भनौँला ए बाबा यति भिडियो बनाउन थालेको है साथीहरू यति कमेन्टहरू के अब कमेन्ट भन्दा पनि आफन्तहरूले पर्सनलमा के होइन अब फेक आइडीबाट बनाएर बोल्ने त्यो चाहिँ भएको छ त्यो चाहिँ नगरौँ मैले कतिचोटि भनेको छु दुश्मनहरू चाहिँ नबनाऊँ है आफूले सकिन्छ भनेपछि हजुरहरूले पनि बनाउनुहोस् होइन धेरै दुश्मनले भए पनि बनाउनुहोस् तपाईँहरूलाई मैले दुश्मन सम्झेको छैन मान्छे राम्रै सबैले राम्रै नै सोचेको हो कमेन्ट चाहिँ आएर नगरौँ फेरि कमेन्ट होइन म्यासेज होइन मैले कहिले त रिस उठ्छ हौ यो मेसेज चाहिँ राखिदिउँ भन्छ फेक आइडी हो कि नराम्रो नराम्रो उस गरे तँहरूको मैले चाहिँ के खाइदिएको छु र तँहरूको मैले के खाएको छु तेरो घरमा आएर मैले के गरेको छु तेरो नाम लिएको छु मैले त्यो मेरो इच्छा भिडियो बनाऊँ या नबनाऊँ मेरो इच्छा तँहरूले केही गर्न सक्दैन अरे रिस उठेर के है अब किन भनौँ र किन खोलौँ र भनेर हो अब खाम गम कि गम यस्ताहरूको म्यासेज त खानेमै पचाइदिने रससँग खानुपर्छ यस्तो हुन्छ कस्ता कस्ता खालको मान्छेहरू हुन्छन् यहाँ संसारमा नि बाँच्नुपर्छ के देखिन्छ के अब के सुन्न पर्दो रहेछ भनेर भन्छ
आफूले खानै नछोड्यो, आफूले काम गर्न नछोड्यो, आफ्नो ठाउँमा हिँड्न नछोड्यो। साले भुगेर मतलब छैन। तँहरू मलाई अनेक थरी भनेको छस् नि, तँहरूलाई भनेको। भुक्ने कुकुरले कहिल्यै पनि टोक्दैन, भुक्ने कुकुरले है। तँ भुक्दै गर, भुकेर हिँड्दै गर, आफूले खाना नछोड्यो, बनाउन नछोड्यो। पानी देऊ न। मेरो छोरी चाहिँ लास्टै गान क्या फेरि। छोरी यो ल्याउन भनेर दिइहाल्ने कि अब त्यस्तो खालको बच्चा छ मेरो बच्चा होइन रन्सु। गानी हो नि मेरो बच्चा त। देऊ खान्छु। बाहिर घुम्न नलगेको रिसाएको छिन् कि आजको यतिवटा तपाईँ फेरि आएँ अनि मलाई खाना खाँदा बेलामा चाहिँ झ्याप्पै याद आयो कि होइन, यस्तो खान्छस् अरे उस्तो खान्छस् यस्तो खाएको देखाएको छ र साला खुट्टाहरूले पनि खाएर देखाइ कि खाएर देखाइ होइन, अरूको चाहिँ च्यो र चर्चा नगर, खाएर देखाइ यस्ता। अब चाहिँ मैले खानासाना खाएर पनि म तपाईँको माझबाट म बिदा हुन चाहन्छु। है त साथीहरू, भन्दा मेरो युट्युब च्यानल साथीहरू लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु।